नमस्ते सम्पूर्ण साथीहरूलाई। आज मैले विशेष गरी मेरो एउटा सानो भ्लगमा तपाईँहरूलाई ब्रोइलर कुखुरा कसरी बनाइन्छ र कसरी सफा गरिन्छ भन्ने यो भिडियो मार्फत तपाईँहरूलाई जानकारी दिँदैछु र भिडियो अन्तिमसम्म नै हेर्नुहोला र भिडियोलाई अन्तिमसम्म जोडिएर बस्नुहोला र तपाईँहरू यस भिडियोबाट केही कुराहरू सिक्नुहुन्छ र यदि तपाईँहरूलाई त्यस्ता जानेका कुराहरू थाहा भएको कुराहरू चाहिँ तपाईँहरूले कमेन्ट बक्समा मेसेज गर्नुहुन्छ, सेयर गर्न सक्नुहुन्छ। हामी चाहिँ यति बेला हाइजेनिक मिट सपको एउटा पोल्ट्री फर्म अर्थात् मासु सप्लायर्समा छौँ। यो चाहिँ हाम्रो कुखुरालाई सजिलै तरिकाले यसका भुत्लाहरू केलाउनको लागि प्रयोग हुने एउटा मेसिन हो, जो एउटा विद्युतीय उपकरण हो र तल एउटा मोटर लागेको हुन्छ। जो यिनी देखिएका चाहिँ किला जस्तो यो चाहिँ प्लास्टिक रबरहरू हो होइन। तपाईँहरूले पनि कतै देख्नुभएको छ होला पक्कै पनि साथीहरू। र यसरी हामीले पहिले तातो पानीमा कुखुरालाई गरम गरेर है त्यस पछाडि कुखुराहरूलाई भुत्ला टिपेर सफा गर्ने काम भइरहेछ। र कति साथीहरूले कुखुराहरूलाई सफा गर्दै हुनुहुन्छ त कतिपय साथीहरूले पाङ्ग्रा सफा गर्न लाग्नुभएको छ। एकजना साथीले चाहिँ पर कुखुरा घुमाउँदै हुनुहुन्छ। एकदमै सहज र एकदमै सरल तरिका हो यो। तपाईँहरूलाई आवश्यकता पर्छ भने सम्पर्क गर्न सक्नुहुन्छ। र यसरी माथिबाट हालिन्छ, तल यसले चाहिँ भुत्लाहरू पानीहरू तल एक साइड हाल्ने काम गर्छ। यो तरिकाले काम गर्दाखेरि सहज हुने भएकोले तपाईँ हामीलाई अति आवश्यकता पर्ने एउटा ब्रोइलर कुखुरा बनाउनको लागि यो एउटा मेसिनको धेरै इम्पोर्टेन्ट र धेरै महत्त्वपूर्ण भूमिका हुन्छ। र यो भएन भने हामीले काम गर्न एकदमै ढिला हुने र धेरै समय लाग्ने भएको हुँदाखेरि हातले बनाउँदाखेरि, त्यसैले हामी यो मेसिन जोड्न आवश्यक छ। तपाईँ पनि यो तपाईँहरूको पनि यस्तो काम गर्दै हुनुहुन्छ भने र यो मेसिनले 5 मिनटमा पनि कम्ती पनि 100 देखि 50 वटा कुखुरालाई सफा गर्न सक्छ। एकै साथमा एक लटमा 6 देखि 8 वटा कुखुरासम्म घुमाउन सक्छ भने यसले 5-10 मिनटमा त्यसको हिसाब क्यालकुलेसन गर्दा झन्डै 50-60 कुखुरा 5-10 मिनटमा यसले क्लियर गर्न सक्छ। र पानीको ब्यालेन्स मिलाउनु पर्छ र कुखुरालाई यसरी सफा गरिन्छ साथीहरू। फाइनल्ली कुखुराहरू सफा बनाउने काम तरिका चाहिँ यही हो। तपाईँहरूलाई पनि यसरी बनाउन सक्नुहुन्छ है साथीहरू। खुट्टा कुखुराको प्रत्येक अङ्ग भागहरू अलग गरेर बनाइन्छ। अहिले चाहिँ उहाँ सरसफाइमा बिजी हुनुहुन्छ है। एकछिनपछि उहाँ दाइ चाहिँ बस साथीहरू। भिडियो कस्तो लाग्यो जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया त्यस्तै कमेन्ट पनि दिनु होला। र यदि च्यानललाई सब्सक्राइब गर्नुपर्छ सब्सक्राइब गरेर जोडिनु होला। आगामी दिनहरूमा यस्तै भिडियोहरू तपाईँहरूको लागि म अपडेट गरि नै रहनेछु। र साथीहरू यो चाहिँ हाम्रो ठुलो फर्म हो। यसमा चाहिँ हामीले कुखुराहरू व्यवस्था पनि त फ्रिज छ, सबै छ, सब व्यवस्था हुन्छ साथीहरू होइन। तपाईँहरूको लागि आवश्यकता पर्ने के मासुको लागि केही छ भने आवश्यकता पर्छ भने सम्पर्क गर्न सक्नुहुन्छ साथीहरू। फाइनली साथीहरू आज 2 जना स्टाफहरू घर जानुभएको छ। त्यस भएको कारणले गर्दाखेरि थोरै कामको ब्यालेन्स नमिलेको हुँदाखेरि अलिकति ढिला भएको हो। र बाँकी भिडियोमा